हेलो गाइज अनि आज चाहिँ हाम्रो एनिभर्सरी अनि शनिबार पनि है अनि आस्था लाइजा पाली अनि आँखा देखेन आज त कति बजीतिर उठेको रे 6 बजीतिर उठेको अनि यता बिहानै उठ्ने बित्तिकैदेखि भ्लग गराउन सोचेँ तर दल्न पर्यो नि त अनि दल्दासम्म नि टाइम भन नि भर्खर हामी निस्क्यौँ अनि यता दिदीहरू आउँदै हुनुहुन्छ गाइस अब हामी जान लाग्यो आस्थालाई झोला समात त जान लाग्यो अनि अब त्यहाँ आज हाम्रो के छ कस्तो देखेको छ गाइस हामी चर्च जाँदैछौँ अझ हाम्रो अलि धेरै प्रोग्राम छ अलि धेरै होइन धेरै प्रोग्राम छ अनि त्यही भएको कारणले गर्दाखेरि हामी चर्च गएर आज हामी अलिक छिटो नै आयौँ मतलब हाम्रो 10 बजेबाट सङ्गति हुन्थ्यो तर आज हाम्रो चर्चको एनिभर्सरी भएको कारणले गर्दाखेरि 8 बजेबाट सुरु छ किनभने प्रोग्रामहरू छ नि त अनि त्यही भएर जाँदैछौँ रुमदेखि निस्केको कति भयो 7:30 भइसक्यो अब ठ्याक्क हामी आधी घन्टामा त्यहाँ मजाले पुग्छौँ अनि त्यसपछि खाजासादा खाएर ओए दिदी ओए हामी त खाँदा नै खान हो त छिटो अनि ड्रेसहरू पनि लगाउनु त्यही हामी कुद्न पर्छ कुद्न म तपाईँलाई सब देखाउँछु ल आज के हुन्छ भनेर आज एकदम रमाइलो हुनेवाला छ 2 हप्ता अगाडिदेखि प्र्याक्टिस गरेको अनि दिदीहरू त्यही यतापट्टि आउँदै हुन्छ लाइन लाएर अब हामी गाडी चढ्न लाग्यो दिदीहरू पाल्ले एकछिन पर्खिहाल्नुहुन्छ नि गाडी चढ्न लाग्यो हामी चाहिँ चढ्यौँ ल गाडीमा पनि चढिसक्यौँ हामी अनि त आस्था चाहिँ तपाईँहरूलाई म चर्च गर्नु जान्छ उसले चर्च नै हो हामी चाहिँ हिँडिसक्यौँ होइन अब हाम्रो चर्च होइन कहीँ तर हामी यहाँ झर गाइस हामी गाडीदेखि पनि झरिसक्यौँ सुनारी के भन्न चाहनुहुन्छ गाडी झऱ्यो के भयो ए म नि लाएरै म चाहिँ लाएरै जान्छु होला सायद लाएरै जानु पर्यो है अलिअलि बेला बेला फुटो हाल्न पाउँछ नि त ल अब हामी चर्च जानु लाग्यो होइन अब मेरो भ्लग चाहिँ अब 6 महिनामा एकचोटि आउँछ अब 6 महिनामा एकचोटि आउँछ समझ रहे हो ना के गर्नु अब म कहीँ जाँदिनँ नि त कामदेखि घरदेखि काम फेरि शनिबार चर्च अब त्यस बेलामा त अब भ्लग हाल्ने कुरा भएन हामी चर्च आइपुग्यौँ है अनि फेरि कति आएर ए जर जय मसी भाइ गाइस हामीले भरि छोड्यौँ जाँदैम यता चाहिँ राम्रो देखाउँछ कि भन्दाखेरि सेतो लाइट आउँछ नि त वाउ फर्स्ट धेरै आशिष पाउँछ कि माया चर्चमा आइसक्यो सबैलाई रेडी धेरै छ गाइस हाम्रो ड्रेसको बेसमा पनि माथि छ अरे ल जयमसी भाइ वाउ ड्रेस अनि छतमा आएको हामी छतदेखि सब देखिन्छ कि वाउ काठमाडौँको जयमसी गुरुबा गाइस अनि अब चाहिँ ड्रेस पनि पाइसक्यो होइन अनि सबजनाले लाउनु भयो दिदीहरू पनि आयो एउटा टोइलेटमा छ भने मिलन लाउँदै हुँदो रहेछ है देखेन है अब हाम्रो सङ्गति सुरु हुन्छ होला सबभन्दा गोरी त मलाई देखाएर चुप बिल्कुल चुप हिम्मत कैसे हो तेरी मुंह खोलने की गाइस सङ्गति सुरु हुने होला भयो अब सुन्दरी छुट्यो अनि हाम्रो सङ्गति तल भेला हुने होला अनि भेला भएर अब तल भेला भएर अनि त्यसपछि हामी गोदावरी जान्छौँ वाउ मौसम हाम्रो गाडी नै आइसक्यो होइन अब जानेको त गाइस हामी चाहिँ गोदावरी हिँडेको ल के दाइ अहिले मान्छे कम्ती हुनुहुन्छ है गाइसहरू दाइ म नि छु ल आफूलाई चाहिँ बिर्सेर ल हाम्रो डन दाइ Bisa
मोड भएपछि हुन्छ कि सरल भएपछि हामी झरे हामी झरे नझरे यार आएकोले निस्किनु ल अब हामी खाना खानेछौँ खाना खाएर हामी टिकट काउन्टरमा टिकट काटेर हामी भित्र छिर्ने यहाँ मेरो साथीहरू नि आइरहेछ गाइसहरू यहाँ दिदी आयो दिन सपनाको के रे के बोलिस् यसको भ्लग मेरो भ्लग हो बुझिस् माई मनी यस्तो माई योर मनी माई मनी माई मनी माई मनी बुझेस् सपना हामी खाना खानेछौँ अब त्यसपछि हामी गोदावरीमा भेट्नेछौँ गाइसहरू म कुदेर भ्लग गरेको थिएँ अनिल सुनार कुदेको होइन माडा दिनुपर्छ नि लास्ट लोभिएर चाहिँ पनि गाइस माडा खाएँ ल ए हामी खाना खाने यो रहेछ रेस्टुरेन्ट हामी खाना खाँदा माथि चढेको ल दिदीहरू आउने मान्दैन आइदियो केटाकेटीहरू छिटो आएन बाटो ब्लक गर्छु बाटो ब्लक गरेको छैन ल मैले पैसा बला यस्तो गर्छु ए मिठो खाने छ त्यसपछि गोदावरी छिर्ने 300 खाने हो नथ 300 खाने हो नथ गाइस थप्पी खाने आज त बिल हाने काम नगर कस्तो दामी आएको है तर यहाँ हेर नि वाउ आउनु बसाम गाइसहरू माथि नै छ है गाइसहरू नपुग्नेहरू सबैलाई माथि पुग्ने माथि खाली यता भर्नु त दिएको छ हातमा हामी यतिजना छिर्ने 10जना छिर्ने हो अझै त बाँकी छ को दाइहरू हुनुहुन्छ दिदीहरू हुनुहुन्छ अनि अरू साथीहरू छौँ हामी जानेछौँ अनि हेर्नुहोस् गाइसहरू त्यतिजनाको नि हाल्ने धेरै खाना फेरि सुबुलाएर हाल्ने खाना खाएकोहरू खाए खाना दिनमा मिठो खानै पऱ्यो नि यत्रो भएपछि त आएको ल मैले छिरेको र त्यो आउँदै गर्छु अहिले हामी त ड्रेस लगाएर खाना खान लाग्छ ल सबना मिठो खानुहोस् माया मिठो खानुहोस् गाइस हामी तिनीहरूलाई खाना चाहिँ यो है खाना यति चाहिँ मासु यो हातले खानुपर्छ दिदीहरू त खाँदै हुन्छ धाले ल्याइने कि ड्रेस लगाएर अब हामी गोदावरी जानेछौँ ड्रेस हेर्नु है हामी सबैको ड्रेस तिनीहरू कुन चाहिँ ल त्यो गरेर निकाल खै सुरुवाल कहाँ देखाएर गाइस यो हराएको मान्छे भेटाएको छ यार हराएको भेटायो खै त विश्वम किन खाना खायो गाइसहरू वा कति राम्रो देखेको त्यो लिँदैन हामी सँगै जानुपर्छ हामी सँगै टिकट खायो आइज पिरी जाउँ गर आइज किन लस आएको हो मसँग रेसी गइरहँदा फट के अरे वेट गराइदियो यार मसँग थियो टिकट झोलामा खाएको थियो टिकट गाइस हाम्रो 10जना बेला भयो हामी जाने हाम्रो 10जना ल 10जना अब हामी चिन्यो हामी 10जना ल मेरो टिम आऊ मेरो टिम सरी मेरो टिम हाम्रो 10जना लाइनमा है गाइसहरु हामी चिन्ने छ हाम्रो सबै अर्को गाइसहरु उता छ अर्को टिम पानी लागेन अरु मिरम दिदी गाइस हामी संगति गर्ने छौं संगति प्रार्थना गरेछौं संगति सुरु लागेको छ हामी यसुका हौ पाइमिनहरुको डान्स यो डान्स भित्रै ए मिरियम दिदी
Ansika behind. यस्तो बबाल छ क्या आज त खेलाडीहरू खै को भालु जुत्ता खेल्नलाई लास्ट गेम दाइ नखेल्ने के बाँकी छ माया माया Out, out, in, out, in, out, out, in. अब चाहिँ 3 बजीसम्म चाहिँ हामी आफै खेल्न पाऊँ होइन त्यही त हामी गइरहेको छौँ कहाँ जाने कहाँ राम्रो छ भनेर अनि त्यसपछि घर जाने नि आज दिन पनि सकिन्छ फर्स्टको टाइम पनि कति भयो 3 बजी लाग्यो 3 बजीसम्म भेला हुने भनेको थियो नि त अब आधा घन्टा म मात्रै यहाँ सबजना गइसक्नु भयो पसिना आएको अब हामी भिडियो इन्डिङ गर्छौँ होला अब फोनमा चार्ज पनि छैन स्विच अफ हुने बेला हुन्छ है अनि त्यही भएर इन्डिङ गरिदिउँ भनेर यहाँबाट जान्थ्यो हामी ल तपाईँहरूलाई बाई बाई लाइक सेयर कमेन्ट गर्न नबिर्सिनु होला है त बाई